welcome back to my YouTube channel. Hope you guys all are good, fine. अब मैले आफ्नो कन्टेन्ट क्रिएसन जर्नीलाई अलिकति सिरियसली लिन थालेको छु र मलाई पनि अब फेरि बनाउनु पर्छ है भन्ने भयो किनकि मैले एकपटक म एकदमै ब्लग बनाउँथेँ तर मेरो फोन फुटेको कारणले गर्दा सेल्फ डिमोटिभेटेड भएर मैले बन्द गरेको थिएँ तर अहिले आइसकेपछि वाइ नट जस्तो आफ्नो प्यासनलाई फलो गर्नु पर्छ जस्तो लागेर मैले चाहिँ अब अलिकति सिरियसली लिन खोजिरहेको छु र म अलवेज ट्राई गर्नेछु कि एभ्री डे भ्लग हालौँ र इफ मैले आफ्नो कन्सिस्टेन्सी बरकरार गरेर राखेँ भने होप आल गेट द्याट माइलस्टोन अनि मैले त्यही कारणले गर्दा आज बिहानै म गएर मेरो भोइस क्वालिटी अलिकति नराम्रो आएको जस्तो लागेर मैले आज बिहानै गएर DJI माइकको मिनी माइक्रोफोन लिएर आएको छु। लेट्स सी है त यो अनबक्स गरौँ अनि म हजुरलाई यो चाहिँ बिफोर भयो अनि आफ्टर कस्तो हुन्छ पनि भनेर सुनाउँछु। यो हाम्रो माइक्रोफोनको क्वालिटी सुध्रिएसँगै होप भेरी सुन मैले मेरो क्यामेराको क्वालिटी पनि सुधार्ने छु। अहिले होइन, अहिले लाइफमा धेरै कुरा चलिरहेको छ, मेबी सुन भेरी सुन। किवी नाइफ, पिलर, पिटी नाइफ जे भन्दा पनि भयो यो छ। अनि मैले Look at this, pretty packaging, दामी छ। मैले अहिलेसम्म केही चाहिँ युज गरेको छैन DJI को। मसँग एउटा गिम्बल चाहिँ थियो, त्यो पनि युज गर्न अलिकति टफ छ, त्यो चलाउन सिक्दैछु मैले। त्यसपछि क्यामेरा अझै स्टेबल हुन्छ र यो हाम्रो एकदमै लोभ लाग्दो छ। लुक एट दिस, यो अलिकति यो हाम्रो आई थिङ्क त्यहाँभित्र चाहिँ माइक छ जस्तो हो र यो चाहिँ हाम्रो माइकमा लाउने फरहरू। लुक एट दिस क्युरी। मेरो अहिले अवस्थाले यति मात्र एफोर्ड गर्न सक्ने भएर मैले यो लिएको। यो चाहिँ आई थिङ्क मिनी हो अनि त्यहाँ चाहिँ माइक्रोफोन 2, 3 के धेरै थियो। सो बेस्ट वान लक लाइक दिस। यहाँबाट चाहिँ निकाल्ने रहेछ। See this beauty, nice, beautiful. यो हाम्रो फर भयो दुईटा अनि फेरि माइक्रोफोन, चार्जर र यो कनेक्टर छ। ओभरअल मेरो यो अहिलेसम्मको एकदमै प्रोडक्टिभ पर्चेज हो किनकि यस्तो कुरामा मैले इन्भेस्ट गरेको थिएन र फर्स्ट टाइम मैले किन्ने मौका पाएँ। आई थिङ्क अब म हजुरहरूलाई यसको अडियो क्वालिटी सुनाएर देखाउँछु। अब मैले यो कसरी हाल्ने भनेर चाहिँ अब फिगर आउट गर्छु अनि त्यसपछि हजुरहरूलाई सुनाउँछु है त। सो वी फिगर्ड आउट अनि यो यस्तो देखिन्छ, लुक्स क्युट। अनि त्यस पछाडि अब म यो हजुरले सुनिरहनु भएको चाहिँ यो माइकबाट बोलेर हो। म यसो ब्लुटुथ कनेक्ट नै हुँदो रहेछ। हामीले ब्लुटुथ कनेक्ट गर्न ट्राई गरेको, कनेक्ट चाहिँ भयो तर माइक्रोफोनले नै सपोर्ट गरेन। अनि जे होस्, इट इज भेरी नाइस, राम्रो छ। अडियो क्वालिटी पनि राम्रो रहेछ। म बोलिरहेको छु, हजुरहरूले सुनिरहनु भएको छ। यो हामीलाई जे होस् गुड अमाउन्टमा पाएको हामीले। इट्स नाइस। थ्याङ्क यू सो मच गाइज फर वाचिङ। आजको लागि यति थियो, हेरिदिनु भयो। होप यु इन्जोयड द भिडियो। प्लिज डु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू।